रात पर्ने बित्तिकै हाम्रो ब्रेनले चाहिँ सडनली पुराना कुराहरू पुराना कन्भर्सेसन्सहरू चाहिँ रिप्ले गर्न स्टार्ट गर्छ। दिनभरि हामी बिजी हुन्छौँ तर रातमा जब साइलेन्स हुन्छ अनि ब्रेनले चाहिँ अनफिनिस्ड मोमेन्ट्सहरू चाहिँ खोज्न सुरु गर्छ। साइकोलोजीमा चाहिँ यसलाई रुमिनेसन भनिन्छ। हाम्रो ब्रेनले चाहिँ हामीलाई प्रोटेक्ट गर्न खोजिरहेछ क्या। सो नेक्स्ट टाइम म बेटर एन्सर दिनुपर्छ है भनेर एक प्रकारको रिहर्सल गरिरहेको हुन्छ। स्पेसली यदि हामी इमोसनली सेन्सिटिभ छौँ, ओभर थिङ्कर छौँ अथवा पिपल प्लिजर छौँ अथवा अनरिजल्भ फिलिङसँग डिल गरिरहेका छौँ भने। हाम्रो ब्रेनमा चाहिँ अमिगडाला भन्ने इमोसन्सको एउटा सेन्टर हुन्छ। रात परिसकेपछि यो एक्टिभ हुन्छ जब लोजिकल पार्टहरू थाकिसकेका हुन्छन्। पुराना मेमोरिजहरू बारम्बार रिप्ले गर्छ, हामीलाई दुःख दिन होइन फेरि, तर जुन सिचुएसन अनक्लियर थियो त्यो सिचुएसनलाई कन्ट्रोल गर्नको लागि। त्यसैले पुराना कन्भर्सेसन्सहरू राति राति माइन्डमा घुमिरहन्छन्। यसको मतलब हामी कमजोर होइन है, यसको अर्थ चाहिँ हामी ह्युमन हो। हाम्रो माइन्डले क्लोजर चाहन्छ क्या, पनिसमेन्ट होइन। त्यसैले आज सुत्नको लागि हामीलाई पुराना पास्ट कुराहरू फिक्स गर्न जरुरी छैन। त्यसैले एकछिन गहिरो सास लिनुहोस् र सुत्नुहोस्।